शानदार मोमो र भात पठाइदिनु। ओ हेलो, हेलो। कहाँ हो तिमी? पठाइनि र शानदार मोमो ठाउँमा पाउँछ, शानदार मोमो र भात पठाइनि। ओ हेलो, हेलो। कहाँ हो तिमी? घरमा। कुन ठाउँ? बानेश्वर। अस्ट्रेलिया देखाइरहेको छ त। कहाँ? म चाहिँ गफ होइन फेरि म त्याएर हान्छु कसम, गफ कसलाई दिएको म्याथ कसम त्याएर हान्नु नपरोस् है, थप्पडै थप्पड। पागल हो क्या मुजी दुम्सीमा चिक्ने दुम्सी। कपाल त मुजी दुम्सी जस्तो छ त चिक्नेको। मैले रन्डीको मै माग्छु खाते घर छिरेर हान्छु तँलाई माग्छु। उठ त्यहाँबाट माग्छ मोटका, ओठेर न माग्छ सुँगुरको जस्तो ओठ छ, नाक मेरो लाडो जस्तो छ, आँखा मेरो चाकको बिचको पार्ट जस्तो छ मुजी आँखा। ओठ चाहिँ के हो मुजी मेरो गुल्ला जस्तो म्याच्ने, मुख हेर्न रन्डी खै तेरो जलाइन मुजी मोटका, खै जलाइन मोटका माग्छ। उठ मोटका, जलाइन छ मेरो झाँड जस्तो, ओठ छ मुजी सुँगुर जस्तो, मुख छ मेरो चाक जस्तो, कपाल हो कि मेरो झाँट हो मुजी, त्यो त झाँटै होला हौ धोती यो हो। त। त धोती हो। मधेसी हो क्या त मुजी। त किन मधेसी हो मधेसी। किन तेरो आवाजै मुजी मधेसी जस्तो छ त मुजी। त मुजी रेसिस्ट मा कसम, त्यसलाई गाड हाल्नु पर्ने तेरो मुजी रेसिस्ट, मान्छे रेसिस्ट। कहाँको रेसिस्ट धोती भएर होस् के पर्छ, त। न मधेसी न पहाडी, सब नेपाली मुजी, सब नेपाली र मधेसीले तेरो गाड हान्छ अहिले गाडमा पास छ। ओइ त कहाँको मधेसी होस् भन् त मा चिक्ने। गएको मधेसी भने तिमी उम्, यसो मलाई भन्न मन छैन कि तर भन्छु ल। भन्। तेरो उम्, उम्, उम्। त्यहाँबाट भन्न भन् मधेसी मुजी किन मुजी चुप लागेको यो मुजी मधेसी। रेसिस्टको कसम ओइ कस्तो चिक्ने रेसिस्ट ओइ। रहेछ। ओइ र सुन, चुप मुजी, तेरो नाम के हो भन्? मेरो नाम जेसुकै होस् तँलाई बाल। गाडमा तेरो दम छैन एयरफोन भनेपछि तेरो, हेरेरै तेरो औकात। तेरो मुजी गाडमा दम छैन भनेपछि नाम भन्ने, तेरो भाइ गाडमा तेरो दम छैन मुजी भनेपछि नाम भन्ने, नाम भन् माधव छ, नाम भन्। भाइ तेरो मुजी हेर्न गाडमा तेरो दमै छैन मुजी क्या यसमा। औकात थाहा पाएँ क्या मैले बुझिनस्। तेरो एयरफोन हेरेर तेरो औकात थाहा पाएँ क्या भाइ। बुझिनस्। त मुजी एउटा आमाको छोरा भने नाम भन्, मासँग घर छिरेर हाने भने म मेरो नाम चेन्ज गर्छु माछी, घर छिरेर हाने नभने। आशिष आशिष मेरो नाम ल। आशिष के? के गर्छस्? आशिष केसी। आशिष के केस, गर्छस् भाइ? घर कहाँ हो तेरो? बानेश्वर हो भाइ के गर्छस्? बानेश्वर कहाँ? आइजे म्याच नि आइजे। बानेश्वर कहाँ? बानेश्वर लिभरपुल कलेजतिर आइज ल। ओइ राजभाइ सामान निकाल, माछी रोगाउँदैछु म, कसम रोगाउँदैछु। को मुजी तोरी होस् बे त कहाँको नमुना होस् बे त छ्या म्याच नि नमुनै रहेछ स्याहार त म्याच। किन मुजी तेरो गाड हान्न मन लाग्यो भनेर नमुनै रहेछ स्याहार थ्याट के म्याच। भन्नु यसलाई माछी? ओइ राजभाइ सामान निकाल, यसको गाड हान्ने, पहिला त फर्स्ट चार्ज म हान्छु त्यसपछि त हान्नु यसको गाड, मुझे यसको गाड आज रातो बनाउनु पर्छ, बुझिस् नि राजभाइ, सामान निकाल मुझी, तेरो गाड आज मुझी यस्तो सेक्छु नि म्याचमा। रेडी हो? लास्ट नमुना रहेछ स्याहार थुक्क म्याच नि बेरोजगार। तेरो औकात मुजी थ्याट रान्डीको भ्यान लास्ट नमुना रहेछ स्याहार त। रोक 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 रोक, सुन, म गाली दिन्न थिएँ क्या, म गाली दिने मान्छे होइन, तर यस्तो रेसिस्ट कमेन्ट नगर्नु पर्थ्यो क्या ब्रो तिमीले। रेसिस्ट हुने नै होइन क्या। रेसिस्ट ए सुरुमा मुजी जङ्गेको को भन्छ सुरुमा मुख छाडे कसले भन्छ। पहिला मैले राम्ररी ब्रो कहाँबाट भन्दाखेरि बानेश्वर किन, मैले रियल ठाउँ पनि सोधेँ, बानेश्वर हो तिमी कि? बानेश्वरबाट भएको मान्छे कहाँबाट भन्नु त अनि भाइ। अहिले तिमी कहाँ हो? अहिले बानेश्वरमै हो भने बानेश्वरमै त हो नि। अस्ट्रेलियामा होइन? कहाँ अस्ट्रेलिया ल भनिरहेको छु। बाहिरको भ्यू हेरेको पहिला, बाहिरको भ्यू। ल तिमीले बाहिरको भ्यू अस्ट्रेलियाको होइन रहेछ नि, ल म गलत, म छक्का, तिमी अस्ट्रेलियामा रहेछ नि तिमी छक्का। ल ल हेर बाहिरको भ्यू हेर। ल ल मुझे स्किप जो हान्छ त्यो छक्का। ल रु ल मादर चोद, देख्यो छ्या, देख्यो मुझी केडा, देख्यो केडा मुझी को रहेछ छक्का, छक्का।
हेलो च्याट 500 सब्सक्राइबर पुग्यो